सबैमा नमस्कार। हजुरहरूको शनिबार कस्तो हुँदैछ त? मेरो चाहिँ आज शनिबारको बिहान यो गमलाहरूमा कलर लगाएर बित्यो। माटोको गमलामा वर्षको 2-3 पल्ट कलर नलगाए चाहिँ लेउ लाग्ने के। अझै वर्षा कायमै छ। यो पानी पर्ने ठाउँको गमलामा कलर लगाएर त कुनै अर्थ छैन, तर पानी नपर्ने ठाउँको गमलामा चाहिँ आज मैले कलर गरेको। यो भाँडो 4-5 वर्ष पहिला पानी खान किनेका थियौँ कि हामीले। किनेको 1-2 दिनमै यो भाँडो रसाएर चुइयो। अनि यसलाई मैले गमला बनाएको। 4-5 वर्ष पहिला यस्तो पानी खानेको भाँडो चाहिँ अलिक कमै फेला पारिन्थ्यो कि। मलाई चाहिँ काम गर्नेको बिचमा छोरीले सहयोग गरिरहेछिन्। इन्डोर प्लान्टका गमलाहरूमा कलर गरेपछि चाहिँ मैले यसरी राखेँ। गमलाहरू कस्तो राम्रो देखियो है। गमलामा गेरु लगाएपछि चाहिँ मलाई एकदम मन पर्छ कि। शुभ दिन।